Hi everyone, welcome back to my YouTube channel. नमस्ते सबैजनालाई। हजुरहरु कस्तो हुनुहुन्छ? आई होप हजुर सन्चै हुनुहुन्छ भनेर साथीहरु म पनि सन्चै छु। र अहिले मैले साग केलाउँदै छु। खोले साग। तपाईहरुले यो सागलाई के भन्नुहुन्छ? यहाँतिर सिलगढी बागडोग्रातिर यो सागलाई सिमरायो साग भन्दो रहेछ, तर हामीले चाहिँ सानोदेखि नै यसको नाम खोले साग भनेर सुनेको छ साथीहरु। एकदमै मनपर्छ, एकदम टेस्टी हुन्छ साथीहरु। यो जाडो दिनमा झन् खोले साग एकदम मिठो हुन्छ नि। अनि यो खोले साग चाहिँ मेरो जेठी छोरीलाई एकदम मन पर्छ। सो उसैको लागि भनेर आज म यो खोले साग बनाउँदैछु। र अहिले चाहिँ म खोले साग केलाउँदैछु साथीहरु। यो साग चाहिँ स्पेशली दार्जिलिङदेखि आएको, यहाँ बागडोग्रामा सिलगढीमा घरको साग हो साथीहरु। यो अर्ग्यानिक छ, एकदमै राम्रो घरको साग हो यो। सो आज म यो साग बनाउने छु। अहिले मैले यो साग पनि केलाइसकेको छु। अब यति नै बाँकी छ केलाउनको लागि। खाना त एकदम मिठो हुन्छ कि साथीहरु, तर केलाउन चाहिँ एकदम टाइम लाग्छ। मलाई पनि यो केलाउनलाई 1 घण्टा नै लागिसक्यो साथीहरु। केलाउँदा केलाको अलि राम्रोसँग केलाम भनेर, नत्र पछि यसमा फेरि ढुङ्गा माटोहरू भेट्छ, फेरि मिठो हुन्न नि। त्यही भएर साथीहरु अहिले यो राम्रोसँग केलाउँदैछु। अब यो केलाएर मैले कसरी बनाउँछु म हजुरलाई दिन देखाउँछु। एकदम सिम्पल तरिकाले बनाउँछु मैले आज यो खोले सागलाई। सो साथीहरु, मैले यहाँ खोले साग केलाइसकेको छु। अब म जान्दैछु यसलाई बनाउनको लागि। सबसे पहिला अब हामी यसलाई प्यान हिट गरेर ऑयल अलिकति ज्यादा हाल्ने। सो साथीहरु, यहाँ मेरो कडाई पनि तातिसकेको छ, हिट गरिसके मैले कडाईलाई पनि। अब हामीले यसलाई छोका दिनुपर्ने हुन्छ सागलाई। यहाँ जीरा अनि सुकेको खोर्सानी अनि अदरक लसुनको पेस्टले छोका लगाउनु पर्ने हुन्छ मजाले। सो साथीहरु, यहाँ तेल पनि तातिसकेको छ। अब हामीले जीरा र खोर्सानी हाल्नु पर्ने हुन्छ। अब हामीले यहाँ हाल्नुपर्ने हुन्छ लसुनको पेस्ट। यसमा अदरक भी छ साथीहरु, तर अदरक कम छ, लसुन ज्यादा छ। एकछिन ब्राउन हुनेसम्म हामीले यसलाई फ्राई गर्नुपर्ने हुन्छ लसुनलाई। यहाँ हाम्रो लसुन पनि ब्राउन भइसकेको छ साथीहरु। अब हामीले हाल्नुपर्ने हुन्छ यसमा खोले साग। हजुरहरूले अदरक भी स्किप गर्न सक्नुहुन्छ साथीहरु। खास लसुन र खोर्सानीले अनि जिराले छोका मार्यो भने एकदम टेस्टी हुन्छ खानु पनि। हाम्रो साग पनि यहाँ फ्राई हुँदैछ। अब हामीले हाल्नुपर्ने हुन्छ यसमा नुन र हल्दी। मेरो हल्दी पनि हालिसक्यो। अब हामीले यहाँ साग पनि चेक गर्नुपर्ने हुन्छ साथीहरु। वाउ, स्मेल चाहिँ एकदम दामी आउँदैछ साथीहरु। चलाएर हेर्नु पर्यो। सो साथीहरु, हजुरहरूले पनि खोले सागलाई लसुनमा और जीरा खुर्सानी हालेर तड्का लगाउनु साथीहरु। यस्तो दामी हुन्छ नि खोले साग, एकदम टेस्टी हुन्छ साथीहरु। प्राय जस्तोले चाहिँ खोले सागलाई चाहिँ सिम्पल जीरा र खुर्सानीमा मात्रै तड्का लगाउनु हुन्छ प्राय जस्तोले, तर लसुन भी हाल्नु, त्यसमा लसुन भी एड गरेर बनाउनु साथीहरु। यस्तो दामी हुन्छ, एकबार ट्राई गर्नु होला। खोले सागमा लसुन जीरा र खुर्सानी हालेर बनाउनु होला। अनि मलाई पनि भन्नु होला कमेन्टमा कि हजुरहरूलाई कस्तो लाग्यो भनेर साथीहरु। यहाँ मेरो साग पनि रेडी हुन लागेको छ साथीहरु। सो साथीहरु, अब मेरो यहाँ खोले साग पनि पाकिसकेको छ। सो मैले बन्द गरिदिएँ। अब चाहिँ म बनाउँदैछु दाल। आज चाहिँ दालमा मसुरको दाल बनाउँदैछु साथीहरु। यो मसुरको दाल चाहिँ आज म मसालावाला बनाउँदैछु, किनभने साग एकदम सिम्पल छ। त्यही भएर चाहिँ दाललाई चाहिँ अलिकति मसालाको तड्का दिनेवाला छु। प्याज टमाटर अदरक लसुनको पेस्ट
अर्थात् सब्जी मसलाहरू हालेर मैले चाहिँ दाललाई आज चाहिँ एकदम मसलादार दाल बनाउने वाला छु। अनि खोले साग, दाल, त्यसपछि टमाटरको चटनी और भात हुनेछ आजको मेरो लन्चमा। पाकिसक्यो। अब चाहिँ म बनाउँदैछु चुकौनी, आलु र प्याज र दहीको चुकौनी। कसलाई मनपर्छ म यसको रेसिपी पनि हजुरलाई देखाउने छु है त अहिले। साथीहरू यहाँ मेरो चुकौनीको लागि दही पनि रेडी छ र यसमा चाहिँ अब हाल्नुपर्ने हुन्छ हामीले आलु र प्याजलाई। यसलाई मिक्स गरिदिने र यसमा हामीले हाल्नुपर्ने हुन्छ स्वाद अनुसार नुन। मैले यसमा हाल्दैछु ब्ल्याक सल्ट, बिरा नुन भन्छ यसलाई। अलिकति ब्ल्याक सल्ट अनि अलिकति व्हाइट सल्ट पनि हाल्नुपर्ने हुन्छ। त्यसपछि अब हामीले यसमा लगाउनु पर्ने हुन्छ छौका। छौकाको लागि हजुरले कोही भी तेल लिन सक्नुहुन्छ साथीहरू। यहाँ तेल गरम भएपछि अलिकति मेथीको दाना हाल्ने। ग्यास बन्द गर्नुपर्छ। यसमा अलिकति हल्दी हाल्नुपर्ने हुन्छ। ग्यास अफ गरेर यसमा अलिकति हल्दी हाल्ने र यो छौका यसलाई राम्रोसँग मिक्स गर्ने साथीहरू। यसलाई चाहिँ राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। अनि लास्टमा चाहिँ यसमा हामीले हाल्नुपर्ने हुन्छ अलिकति खुर्सानी। लास्टमा नदलेस धनिया। सो हाम्रो चुकौनी रेडी छ। अलिकति मिक्स गरिदिने। टेस्ट गरौँ है त साथीहरू कस्तो छ है। सो साथी टेस्ट गरौँ है त कस्तो भएको छ भनेर चुकौनी यहाँ मैले लिएको छु। टेस्ट गरौँ है त कस्तो छ। जसमा चाहिँ दही मनपर्छ उसले चाहिँ एक बार चाहिँ मस्ट ट्राई गर्नु होला यो चुकौनी दामनी। रेडी भइसकेको छ। दाल, भात, खोले साग, चटनी और डल्ले खुर्सानी। यो चाहिँ मेरो हस्बेन्डको खाना। अनि मेरो चाहिँ नि रोटी और दाल। यहाँ छ चुकौनी। मलाई नै हेरेर जस्तो खाम लागेछ। तर मेरो खाना त यो हो। डल्ले पिरो छ। रोटी और साग। रोटी और साग दालमा डिप गरेर। Nóng sẽ có sạc con nhé. Dali ko sa rin lang tasty.